यो मायालाई मै लान्छु चोरेर यो मायालाई मै लान्छु चोरेर भैरुन डाँडो मिसिनले फोडेर बिजुली बलेको होला मै जाने पुतली रेलैमा बिजुली बलेको होला मै जाने पुतली रेलैमा कहाँ होला मायाले बोलेको। नमस्कार, म नरेन्द्र प्रसाद पौडेल। आज मेरो छोरीको मेहन्दीको विशेष दिन हो र यो दिनको उसमा हामी एकदम खुसी छौँ। नमस्ते, म इन्दिरा सापकोटा शर्मा। आज हाम्रो छोरी वर्षा पौडेलको नयाँ जीवनको सुरुवात हुँदै गर्दाखेरि आज मेहन्दीको दिन। छोरीलाई धेरै धेरै शुभकामना, सुखद दाम्पत्य जीवनको शुभकामना। कति बेला छोरी ठुली भएर बिहा गर्ने बेला भइसकिन्, थाहा नै पाइएन। अब बिहा गरेर जाँदैछौँ। धेरै धेरै अब छोरीको आजको विशेष दिन, मेहन्दीको दिन, विवाह गरेर जाने बेला हुँदैछ। पहिलो दिन मेहन्दीको दिनमा हामीले उनलाई शुभकामना दिँदैछौँ। विवाहको पहिलो दिनको क्रम सुरु छ। उनलाई धेरै धेरै नयाँ जीवनको, नयाँ वैवाहिक जीवनको धेरै धेरै शुभकामना छ। सधैँ खुसी रहनु, बाबा मम्मीलाई सधैँ माया गरिराख्नु, नयाँ घरलाई पनि यस्तै गरेर पहिला हाम्रो घरमा जस्तै गरेर रमाइलोसँग खुसीसँग जीवन बिताउनु। धेरै धेरै शुभकामना। धन्यवाद। नमस्ते, म चाहिँ वर्षाको दिदी। नमस्ते, म शिव, वर्षाको भिना छु। वर्षालाई अब छिट्टै बेहुली हुँदैछन् र अब वैवाहिक जीवनको धेरै धेरै शुभकामना। It is a bit hard to say congratulate Varsha. She is so precious for us. She is so kind. We are very happy to congratulate her Happy heart. from our heart. We are so happy. We are so happy to see you as a bride. Our family congratulate you for success of married life. No words are enough to explain your beauty. You are so precious. Make your life amazing. Make your life successful. You are always like leading lady. Keep it up. At last, from inner heart, congratulations to you and all of us family. And welcome to the joint. Yes, welcome to our gang now again. नमस्कार, मेरो नाम सुशीला सुवेदी। जुन बिहा हुने बेहुलीको फुपू, राम्रो वैवाहिक जीवन राम्रो होस्, बनी बनाउ राम्रो, फलोस् फुलोस्, राम्रो होस्। त्यही हो, अरू त के भन्ने। पहिला सानो थिएँ, उसमा त्यत्तिकै जहाँ पनि पलेटी कसेर बस्थेँ, अनि उचाल्ने हो, खुट्टा पसारेर बस्थेँ, टुक्रुको बस्न जान्थिनँ। अनि त्यस्तै गर्दै गर्दै आज बिहा गर्ने दिन आयो। राम्रो होस्, त्यही सम्झना आउँछ। म बेहुलीको ठुलो मामा। अहिले हाल चाहिँ बेलायत कोभेन्ट्रीमा बसोबास भइरहेको। बाजी चाहिँ ग्लासगोमा बसोबास थियो। अब हाम्रो सानी प्यारी माकुरीको हामीले सानोदेखि माकुरी भनेर जिस गएको, ठुली भयो नि, बिहा गर्न पाएँ आफ्नै घरमा। यसको लागि धेरै धेरै उनको दाम्पत्य जीवनको मङ्गलमय शुभकामना। सधैँभरि हाँसी खुसी देख्न पाइयोस्। हाम्रो आफ्नो हातले गर्न पाउँदा हामी धेरै खुसी छौँ, गौरवान्वित छौँ। त्यही हो, वर्षालाई धेरै धेरै शुभकामना। म दुलाई बेहुलीको ठुली माइजू। म
मैले भान्जीलाई सानैदेखि हुर्काउँदै गर्दै ल्याएर अहिले भान्जीलाई आफ्नै घरबाट बिहा गर्नु पाइयो धेरै धेरै खुसी छु भान्जीलाई वैवाहिक जीवनको धेरै धेरै शुभकामना सधैँभरि बाबा नजिक भयो भान्जी मामाहरू सधैँभरि आइराख्नुहुन्छ पहिला नै आइराख्नु भएको थियो अझै नै आइराख्नुहुन्छ भने धेरै ठुलो आश छ झन् नजिक ल्याउन पाइयो एकदम छ भान्जीलाई बोकेर हिँडेको खाना खुवाएको भान्जीलाई लिएर हिँडेको एकदम धेरै मेमोरी छ नमस्ते म चाहिँ बहिनीको दाइ आज उनलाई राखेको बेहुलीको दाइ शरद म चाहिँ बेहुलीको भाउजू अनि आज यहाँ हामी मेहन्दी कार्यक्रममा छौँ सबैजना चारतिरबाट जम्मा भएर यहाँ मामा घर हुँदैछ यो कार्यक्रम चाहिँ अनि यसमा चाहिँ अब हाम्रो बहिनीको अब मेमोरी त धेरै छ सानोदेखि अहिलेसम्मको अब एकदमै सम्झिनु लायकको मेमोरी भनेको अब नामै वर्षा छ सानैदेखिबाट एकदमै धेरै पानीमा खेल्न मन पराउने होइन अब त्यस्तो सानै लाग्छ सम्झिँदाखेरि अब आज बिहा हुने बेला भइसकेछ अनि त्यही हो हाम्रो घरको एकदमै शान्त सबैलाई मिलाउने पात्र भनौँ न अब नयाँ घर जाँदैछौँ अझै नयाँ घरमा पनि सबै राम्रोसँग त्यसरी नै मिलाएर खुसी बनाउँछौँ भन्ने हामीलाई पुरै विश्वास छ होइन अनि कस्तो लाग्छ त तिमीलाई आज म नि अब आदेखिबाट अब सधैँ देखिरहेको एकदमै सबैलाई मिलाउन खोज्ने सधैँ हँसिली केही हुन्न भन्ने हाले हुन्छ नि अब जे हो नि एकदम राम्रो लाग्छ त्यही हो अब त्यस्तै मिलनसार हुनुहुन्छ घरमा नि पछि नयाँ घरमा नि त्यस्तै होस् भनेर शुभकामना दिन चाहन्छौँ दुईजनाले म वर्षाको ठुलो दादा बसन्त पौडेल म चाहिँ ठुलो भाउजू सिसम पौडेल आज हामी वर्षाको मेहन्दी कार्यक्रममा सबैजना जम्मा भइरहेका छौँ अनि यो कार्यक्रम मामा घर गर्न पाएको छौँ हामी सबैजना एकदम खुसीको क्षण छ अब यो क्षणमा अब पुरानो मेमोरिजहरू रिकल गर्दाखेरि अझ स्पेसल हुन्छ अब फर्केर हेर्दाखेरि वर्षाले धारोमा जतिखेर पनि पानी 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 त्यो सम्झिँदाखेरि हाँसो लाग्छ अनि स्टिल yeah so lots of emotions flowing okay so I think your memories सधैँको लागि प्रिजर्भ होस् अनि wish you all the best for the future. Hi, it's your Baozu here. So from being classmates to Nanda Baozu, you attending our wedding, and now we are attending your wedding, and it's such an emotional moment. And we wish you all the best for your future, your and Johnny's future. We're so happy for you. Yay! नमस्कार म वर्षा छोरीको सानीमा म आज छोरीको विवाहको पूर्व तयारीको स्वरूप मेहन्दी कार्यक्रममा आज हामी उपस्थित भएका छौँ खुसीको क्षण छ तर अब यो समयमा हाम्रो मेमोरी पनि असाध्यै अब जन्मदेखिको मेमोरीहरू छ सबभन्दा त सानी थिइन् एकपटक हामीले खाना खुवाउने क्रममा हाम्रो दिदी र म खाना खुवाउनलाई एउटा मुढामा राख्यौँ घुँडा अड्कियो उसको है त्यति सानो मुढाको हामी बस्ने मुढाभित्र बस्न सकिन्थेन अहिले यत्रो संसार ओगट्न सक्ने भएन खुसी कुरा छ त्यति सानो संसारमा अटाउन सक्ने मान्छे हामीलाई यत्रो दुनियाँ खुसी दिन सक्ने र यसले आफ्नो घर व्यवहार सम्हाल्न सक्ने हुन लागेकी छन् उनको एकदम अब भविष्यमा सुखद दाम्पत्य जीवनको शुभकामना र एकदम सुखी रहन् खुसी रहन् र उनले जसरी संसार उज्यालो पारेकी छिन् सबैलाई उज्यालो पारुन् हाम्रो धेरै धेरै शुभकामना ल मेरो छोरी वर्षालाई अहिले हुन त प्रकृतिले पनि वर्षा पारो जस्तो गरिरहेको छ है यस्तै आशा जगाउने काम जसरी प्रकृतिले गरेको छ त्यसरी नै आशा मात्र होइन भरोसा दिने छौ तिम्रै भरोसामा हामी छौँ तिम्रो यो नाम त हाम्रो संस्कारले यसलाई मेहन्दी भन्छ है तर हामीले तिमीलाई यो जुन इच्छा दृष्टि हरेक कुराको एउटा मिलन छ नि त यो मिलन सफल भएर
तिम्रै छत्र छायामा शीतल वर्षाको अनुभूति लिइराख्न पाइयोस् भन्ने कामना गर्दछौ छोरी। Hey, welcome to Barsat Mehndi. Hi, it's me Diksha Pandey, Barsat दिदीको बहिनी। म दीप्सिका पाण्डे, वर्षा दिदीको बहिनी। म सुन्दर आचार्य, दिदीको चाहिँ ज्वाइँ भरे। हजुर, हामी आज वर्षा दिदीको मेहन्दीमा आएको छौँ। एकदमै खुसी लागिरहेको छ। वर्षा दिदीलाई सधैँ नै यसरी नै खुसी देख्न पाऊँ, सधैँ यस्तै नै हाँसेको खुसी भएको देख्न पाऊँ, त्यही नै हो। हजुरलाई धेरै धेरै शुभकामना छ। अब सधैँ दीक्षाले भने जस्तै खुसी सकुशल दुईजनाको चाहिँ सम्बन्ध लामो समयसम्म देखिरहन पाऊँ, खुसी भएको। हामी पहिला फर्स्ट टाइम भेटेको चाहिँ हामी उता ग्लासगोमा उता हामी स्कटल्यान्ड टुर हानेको थियौँ। गर्दाखेरि चाहिँ धेरै रमाइलो भएको थियो। त्यस्तै त्यस्तै अब सँगसँगै अरू टुरहरू पनि हानिरहन पाऊँ कपाल भएर, होइन? धेरै शुभकामना। मैले त अब पहिले भेटेको, मैले भिनाजुलाई भेटेँ होइन, भिनाजुलाई देखेर भेटेँ हो। ए भेटेछु, भिनाजुलाई नि हिजो भेटेँ। नमस्ते, मेरो नाम साबर गौतम हो। म दिदीको भाइ हो र टोर्चर गरेकोमा सरी, बट सरी पनि होइन र गुड लक। र मेरो नाम साबर गौतम हो र बाई विवासम राम्रो होस्। बाई बाई। नमस्ते, म टङ्क सापकोटा, वर्षा मेरो भान्जी। अनि भान्जीलाई धेरै धेरै बधाई। एवं हाम्रो वर्षालाई भन्दै गर्दाखेरि बहिनी ज्वाइँलाई पनि साँच्चै भन्दा एउटा उदाहरण हो। किनभने पैसा कमाउनुभन्दा पहिला उहाँहरूले बच्चाहरूलाई शिक्षा दीक्षा गर्नुभयो। त्यसको लागि सम्पूर्ण परिवारलाई बधाई। यस्तै अगाडि बढ्दै जाओस्। शुभ विवाह भान्जी। नमस्ते दिदी भिनाजु, म प्रतीक्षा सापकोटा। म वर्षाको साथी भने नि म, बहिनी भने नि म, बेस्ट फ्रेन्ड, एभ्रिथिङ। म र वर्षा चाहिँ सानोबाट हुर्किँदै आएको, सँगै पढ्यौँ, सँगै खेल्यौँ, सँगै एडभेन्चर्सहरूमा गयौँ। घुम्न जाँदा नि जहिले पनि मेरो साथी भइन्, सुख दुःख सबैमा। अनि त्यही हो मेरो बेस्ट फ्रेन्ड, माई सोलमेट चाहिँ। स्कुल जान्थ्यौँ आउँथ्यौँ होइन। अब पानी पर्दाखेरि लड्दाखेरि सबभन्दा सुरुमा हाँस्ने नि वर्षा होइन, सबभन्दा सुरुमा हेल्प दिने नि वर्षा, हात दिँदै हाँस्दै गर्ने मान्छे नि वर्षा होइन। त्यही हो। सँगसँगै खाना खान जान्थ्यौँ, हाम्रो घर आउँथ्यौँ, पिज्जा किन्थ्यौँ होइन। अनि हाम्रो घरको रुफटपमा बसेर खान्थ्यौँ। त्यहाँ चाहिँ हामीलाई कसैले नि भेट्टाउन्नौँ, हामी दुईजना भएर मात्र बस्थ्यौँ। अनि हाम्रो लिटल वर्ल्ड जस्तो थियो त्यो। अनि पोर्चुगलमा सँगसँगै हुर्किँदै आयौँ। अनि यहाँ स्कटल्यान्डमा नि सँगसँगै भयौँ, जता जाँदा पनि सँगै भयौँ। त्यही हो। दिदी भिनाजुलाई चाहिँ अब नयाँ स्टेप, नयाँ लाइफमा एकदमै गुड लक। विश यु अ लाइफ टाइम फुल अफ ह्याप्पिनेस। अनि जे गरे पनि जसो गरे पनि दुईजना मिलेर गर्नु, त्यही नै हो। दुईजनै धेरै बुझ्ने हुनुहुन्छ, त्यही भएर जस्ट अल द बेस्ट। नमस्ते, म चाहिँ सृजल सापकोटा भाइ। अनि वर्षा दिदीसँगको मेरो एकदमै अर्लिएस्ट मेमोरी भनेको चाहिँ स्कुलसँगै जाँदादेखिको हो। नेपालमा पोला स्टार पढ्दादेखि स्कुलमा टिचरहरूलाई मेरो दिदी त्यो क्लासमा पढ्नुहुन्छ, मलाई लैदिनु न त्यहाँ भन्दै रुँदै खर्दाको सम्झिनेदेखि स्कुलबाट घर आउने बेलासम्म बिच बाटोमा फ्रक साटेर मैले फ्रक लाएर मेरो कपडा दिदीलाई लगाएर घर लिएर आउँथेँ। अनि त्यसपछि थोरै समय ग्याप रह्यो। तर अर्को मेमोरी के भयो भने वर्षा दिदी पोर्चुगल आउँदाखेरि चाहिँ सबैले ढाँटेर भने लुकाएर यो रुन्छ जाऊ भन्दै, तर हुँदैन त्यस्तै भयो। अहिलेसम्म म कोही छोडेर आउँदाखेरि रोक्यो भनेको वर्षा दिदी मात्रै हो अहिलेसम्म नै। त्यही हो। दिदी त्यति टाढा त हुनुहुन्न, अब नजिकै हुनुहुन्छ। झन् दिदीलाई बिहाको लागि धेरै शुभकामना, धेरै राम्रो होस्। सो दिदी र मेरो र इन्दिरा दिदी वर्षाको मम्मीसँग एकदमै पहिल्यै चाहिँ चिनजान भएको थियो, सँगै गरेको थियौँ होइन। अनि वर्षा चाहिँ पछि आएकी हुन्। अनि वर्षा दिदी पोर्चुगल आउँदाखेरि चाहिँ इन्दिरा दिदीले र मेरो अशोक दादाले चाहिँ हामीलाई दुईजनालाई अब केटाले केटी हेर्न आए जसरी कोठामा लैजानु थियो होइन। अनि अब बोल्छन् कि भनेर अब दुईजनै अब चिनजान नभएको लाज लाउने होइन। अनि कोठामा लैजानु भयो। अनि हामी त त्यहाँ थुपुक्क लाज लाएर कोही पनि बोल्यो होइन। इन्दिरा दिदी अशोक दादा पछाडि ढोकामा यसो केही बोलेछन् कि भनेर सुन्नुहुन्थ्यो, केही छैन, बोलचाल छैन। तर त्यही दिन मात्र बोलिएन होला, त्यो पछि चाहिँ दिनदिनै बोल्न थालियो, सुख दुःख सबैमा बोल्न थालियो।
त्यही हो। मेरो नाम चाहिँ कमल न्युरे। वर्षा चाहिँ मेरो फुपूको नातिनी भान्जी। धेरै मायालु ज्ञानी सानैदेखि नै असाध्यै असल। सानो मेमोरीहरू चाहिँ के छ भन्दाखेरि अब सानोमा यत्रै नै भन्दा अलि ठुलो हुँदाखेरि भेट हुँदाखेरि चाहिँ ल पाउरोटी खाऊ भन्दाखेरि गप्पा गप एउटा पाउरोटी एकैचोटि खाएको होइन। अनि के अरे अब बाँसको के अरे उसको चाहिँ आँपको रुखमा झुलाउँदाखेरि कति मजा भन्दै झुलाउँदाखेरि होइन सानसानामा कति मजा भन्दै तिनी मेमोरिजहरू। पोर्तुगल जाने बेलामा मैले लिएको इन्टरभ्यू होइन मसँग यहाँ गीत पनि छ एउटा भान्जीको खै सुनाउनु पर्ने हुन्छ। भान्जीको मेमोरिजहरू धेरै छन् तर अहिले चाहिँ अब एकदम नर्भसनेस भएर चाहिँ अझै नि दिमागमा आइरहेका छैनन्। सानोदेखिको एकदम हाम्रो प्यारी भान्जी अब अहिले गएर चाहिँ के भनौँ अब एकदम भान्जीलाई अब हाम्रो नजरमा सधैँ प्यारी हुनुहुन्छ। सानो जस्तो लाग्छ तर भान्जीको जीवनको नयाँ अध्याय सुरु हुँदैछ। भान्जीलाई वैवाहिक जीवनको धेरै 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 शुभकामना। सधैँ हाँसी खुसी देख्न पाइयोस्। भान्जीको जीवन सधैँ सुन्दर उज्जवल राम्रो होस्। नमस्कार, म वर्षाको ठुलो मम्मीको छोरा ठुलो छोरा म दाइ हो। मेरो नाम भीष्म गौतम हो र आज यो हुन गइरहेको यस कार्यक्रमको चाहिँ म एउटा प्रत्यक्ष साथी हो। सानैदेखि उनीलाई हामीले आफ्नो काखमा हुर्काएको र यो मेमोरीको कुरा गर्न म सक्दिनँ। मेमोरी खानी छ तर पनि यो चाहिँ मेमोरी खोलेर मैले आफ्नो आँखाबाट आँसु झार्न चाहन्न। त्यही भएर उनको वैवाहिक जीवनको धेरै धेरै शुभकामना र सधैँ हाँसी खुसी हुनु, सधैँ यस्तै हुनु र सधैँ आफ्नो जीवनलाई अगाडि बढाउनु, यही नै मेरो शुभकामना छ। नमस्कार, म वर्षाको भाउजू। मेमोरीको कुरा गर्दा वर्षा मेरो एउटा मिल्ने साथी अनि बहिनी। जब म पहिलोचोटि बिहे गरेर आउँदाखेरि मेरो कोही साथी नहुँदा वर्षा हुनुहुन्थ्यो प्रत्येक पहिलाको साथ दिने। उहाँलाई नयाँ भरौँला कदमको छायामा बात मारौँला मिठा कुराकानीले याद भरौँला मुटु छोडिदेऊला म भन्दिन तिमी बिना जिउन नि जान्दिन मुटु छोडिदेऊला म भन्दिन तिमी बिना जिउन नि जान्दिन। सहरा बांध के मैं तो आया रे डोली बांध के मैं लेके मैं जावांगा दिल के मैं जावांगा दिल दे के मैं जावांगा। मैं तो लाया रे ये सहरा बांध के मैं तो आया रे डोली बारात भी साथ में मैं तो लाया रे अब तो ना होता है एक रोज इंतजार सोनी आज नहीं तो कल है कुछ हो तो बस मेरी होली रे लेके मैं जाऊंगा दिल दे के मैं जाऊंगा दिल दे के मैं जाऊंगा।
दाई भन्दा नि मिठो प्यारी समझ गई हो प्यारी मालिक एक गलती हो गई। क्या गलती हो गई? इसकी शादी हो गई।
बिर्सँदैन नै बिति गयो कहिले हुने हो सङ्गम आउँदैछ दिन हामी भेट्ने अब मन मेरो भयो मगन ओ तिमी आउने आशैमा अब मनमा छ यो तरन हृदयमा तिम्रो कान्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म गिन्दाङ गिन्दाङ टाङ्गिन गिन्दाङ बादलको तालैमा नाच्छु म समसम गिन्दाङ गिन्दाङ टाङ्गिन गिन्दाङ बादलको तालैमा नाच्छु म समसम सलमा से तारों वाली शगना देश को आई है पलकों से बनने के मिलने की जरूरत आई है तुझे सबके आंखें भर आए सलमा से तारों वाली शगना देश को आई है पलकों से बनने के मिलने की जरूरत आई है शगनाई तुझे सबके आंखें भर आए शगनाई तुझे सबके आंखें भर आए बिजुली बोलेको बोला भैँचाले पुतली बेलैमा हो जिन्दगीमा तिम्रो नै भर पर्छु नि सहारा बिना तिम्रो म मर्छु नि जिन्दगीमा तिम्रो नै भर पर्छु नि सहारा बिना तिम्रो म मर्छु नि हे जाऊ त माया सँगसँगै हिँडौला जाऊ त माया सँगसँगै हिँडौला दुःख सुख कर्मैमा चिनौला दुःख सुख कर्मैमा चिनौला हिँडौन माया सँगसँगै हिँडौला हिँडौन माया सँगसँगै हिँडौला तिम्रो बिना समय लैजाउन तिम्रो बिना समय लैजाउन
शिरमा टोपी भेट संजोग भेट भयो नाच्ने गाउने भोकी छम्मा छम्मा
Dance ongoing, dance ongoing. Dance will be back. Let's continue. राम जी के साथ चले जनक नंदिनी, जोड़ी इनके जैसी कोई दूजी ना बनी। राम जी के साथ चले जनक नंदिनी, जोड़ी इनके जैसी कोई दूजी ना बनी। देखने को आए इनको चांद सितारे, देखने को आए इनको चांद सितारे, प्रेम सुधा बरसाती आज बहारे। हंस के चली रानी पिया के द्वारे, लाखों में है एक जवाही हमारे, जवाही हमारे। ल अब आउँदै बसेकी थियौ छोरी घरको ज्योति बनी, त्यसै गरी चम्काउनु है नयाँ घर पनि। दुःख साटे है, दुःख साटे है छोरी, सुख साटे है, अब जिन्दगी सँगै काटे है। दुःख साटे है छोरी, सुख साटे है, अब जिन्दगी सँगै काटे है, अब जिन्दगी सँगै काटे है। दियो मुटु झिकी हजुरको हातमा, हजुरैको जिम्मा भयो हाम्रो घरको आत्मा। दुःख साटे है, दुःख साटे है छोरी, सुख साटे है, अब जिन्दगी छोरी, सुख साटे है, अब जिन्दगी सँगै काटे है, अब जिन्दगी सँगै काटे है। छोरी मलाई भागी भागी नसताऊ, घरमा आई सुटुक्क बताऊ। छोरी मलाई भागी भागी नसताऊ, घरमा आई सुटुक्क बताऊ। तिमीलाई बाबाको माया कति लाग्छ रे, तिमीलाई बाबाको माया कति लाग्छ रे।
Thank you. Everybody clap. मेरो माया छोडेर
मेरो मतिर चिन्ताउन छैन